जानुपर्दै माथि माथिबाट तल ओएर यस्तो छ माहौल। लानै दिएन भाइ, यो पहेँलो नि खाइदियो छैन। पहेँलो नि चेक गरेको हो। यसरी हेर्दाखेरि देखिन्छ कि यहाँनिर जलेको रहेछ भने चाहिँ अर्कै कलर मतलब यस्तो हुन्छ कि जलेकोमा चाहिँ कनेक्सन जान्छ, नजलेकोमा चाहिँ कनेक्सन छैन है। केही नै छैन यहाँ त। अब अगाडि नेकमै हो हामीले चेक गर्नुपर्ने, नेकमा त केही छैन। के सोल्टीको फेरि भक्त छोड्नु भएन। गाह्रो छ च्यानल हजुर त्यो च्यानलको लागि त आएको हामी राइड नयाँ ठाउँ सधैँ हामीसँग टेपिङ गरेर हिँड्छ कि त्यो छोडेर कुनै टच भयो कि अब गेस गर्दाखेरि चाहिँ उहाँ हुनुहुन्छ हाम्रो बाइकको धनी। धनी मान्छे उहाँ हुनुहुन्छ बाइक चाहिँ नाममा भएको मान्छे। गाह्रो छ। चाहिँ खाएको खाइ छ। यो ठाउँलाई के भन्छ अरे? के ठाउँ हो यो? यो बाँके पसल, सम्जुर बाँके पसल। सम्जुर बाँके पसल। यस्तो छ। कहाँ गयो गोर्खा माटोको नि? कहाँबाट गोर्खा देखेको हामीले है? ए पारी यतापट्टि गोर्खा छ। यहाँनिरबाट बन्दीपुर देखिन्छ फेरि। यस्तो छ बाइकको हालत। अब हाम्रो बाइक त्यहाँ छ। घाँडो गुलेत भयो, निन्द्रा लाग्यो फेरि त्यहीँ माथि। कोही फेरि ट्युसन छ फेरि 5 बजे। 5 बजेर 10 मिनट भइसक्यो। के जात माछा 3वटा खाँदा यसको त हो कि धेरै भाज छैन जस्तो है बाइक लिएको त भएन। नयाँ बाइक हो त्यही त। कति भयो? 8 महिना भयो? कहाँ हुन्छ 8 महिना? 8 महिना भएन? 6 महिना भयो होला। फेरि हाम्रो पार्टी नहुने कि नभए चेक गर्नलाई केही नै हुन्थेन। नलेज रहेछ हामी यहाँ नभएको अहिलेसम्म हाम्रो है। बोलेरो बुकिङ घरतिर सुत्यौँ। टिएपी ट्याप। अनि यहाँबाट तल उसम्म चाहिँ पुग्छ कि बाइक पनि, चन्द्रावतीसम्म चाहिँ। तर त्यहाँको नि खासै नलेज चाहिँ तिनीहरूलाई केही थाहा छैन कि युट्युब हेर्दै बनाइदिन्छ अनि अस्ति गएको युट्युब हेरिरहेको थियो यस्तो औडा लागेर। त्यस्तोमा त जानुहुन्न। ल सबै ठिक छ। करेन्ट आयो त्यहाँ आवाज आइसक्यो थियो। केमा यसको रेक्टिफायर पनि उड्यो? रेक्टिफायर कहाँ हुन्छ? त्यस्तो हुँदैन। मतलब पावर चाहिँ त्यही राख्नु। यस्तै छ। हेलो। यत्रो गर्दा पनि भएन। बिचार त्यो भएर डह्रो दुःख गरिदियो, त्यही पनि भएन यार। के हो है सिक्स त दुइटै एसी ठिक छ। अब ओह्रालोमा ढगालेर हेर्ने भए ठिक छ। खास हामी जानुपर्दै माथि माथिबाट तल ओएर गरे चाहिँ के हो? तान्नै नसकेको नि।
ओ त्यो बाजाका हेडलाइट छुटाइदे हेडलाइट छुटाइदे अब त्यो झोलामा हाल्दे अँ हो र साथी त्यो तपाईँले त्यो उसबाट क्लिप थियो नि अघि त्यो धकालेको कहाँ त्यो के मैले धगाइरहेको थिएँ त तपाईँले पछाडिबाट भिडियो बनाइरहेको थिएँ त अँ छाडेको म्युट त्यो हान्ने किन कस्तो किन आएर हान्ने नि टुट हाल्ने अरे कि टुट टुट भन्दैन त्यसलाई बिप साउन्ड भन्छ हो यस्तो गर नि त्यो उसलाई ए हेलमेट त त्यसले लगाइहाल्छ नि है यो तालले खै आज घर पुगिन्छ जस्तो लागेन हामी जानुपर्ने यता माथि अब हामी फेरि तल झऱ्यौँ किनकि बाइकले फक हान्यो मलाई त बाइक बिग्रेर खासै दुःख लागेन यसले अघि गएर ममा हाम्ला भन्थ्यो त्यसले चाहिँ अलिकति मनमा चस्का परेछ यो त पुरा मासर एमएक्स रेसर देखिया त चेन पनि लुज रहेछ अब यस्तै छ सुख दुःख ए अहिले बत्तेर छोड न मा यो त अहिले छोडे मलाई त्यही भने हेर्नुहोस् ओ न्युट्रलमा दौडा के गियरमा हुन्न यस्तै छ यस्तै छ अझ जसो तसो गर्दा नि बाइक भएन हामी खास मान्छन् पनि अब फेरि तल तल के भन्छ यसलाई चन्द्रवतीतिर है कतातिर हामी झर्रिने भइयो क्या हामी यो बाटो अब यो बाटो ओह्रालो ओह्रालो छ भन्थ्यो केटाहरूले यतैबाट जाँदा ठिक हुन्छ भन्न थाल्यो अब आयो यहाँबाट फेरि अब बाटै छैन कि ए नरोक्नु पर्ने यसले कसरी धक्का दिँदैन अब फुट्रेछ हार त यसको ए रन्डीको छोरो मासु बटारियो हो क्या अरे सजिलो हुन्छ धकाल्न म मोटो छु कोहीलाई के को टेन्सन कोहीलाई यता रमाइलो हो ओ मोहित हामी धकालिदिन्छु अनि तिमी त दौड नि त झ्याप्प चढ्न सक्छौ बाइकमा ऊ त्यहाँदेखि उकालै जस्तो लाग्यो यता र यहाँ मासला रमाइलो यता हेर हेर बाटैमा है पाएपछि त ओहो यस्तो पो त रमाइलो त चढ 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 चढ्न जाँडा भक्का माल्न मुजी भन्न सजिलो है केटा हो सर्ट बाइक किन्न छ भने 20 चोटि सोच्नुपर्छ 20 चोटि तर फेरि यस्तो मोडल किन्नु पर्यो भने सोच्नु पर्दैन है फेरि यो खालको एसी चाहिँ केटीले बरु मोदी धोका दिएला मा चिक्ने यो एसीले धोका दिन्न मा त्यतिको बाइक हो एसी चाहिँ फेरि नयाँ बाइक पुरानो के भा के अहिले न भइन स्टार्ट हुन्छ कि नर्थ बल्ल 6 महिना भयो नि किनेको खै के भन्ने अब सिएक्स केटा मोमो खान चाहिँ जानुपर्छ अबि मोमो नआए त घरै जान्न आज म यत्रो दुःख गरेकै माछीको मोमोको लागि हो चढ्नु चढ
यो त ठ्याक्कै त्यो चन्द्रवती बजारमै निस्किन्छ क्या हो यो बाटो हिँडे जस्तो लाग्यो यार थानथान मन्दिर जाने बाटो यही बाटो त हो हामी सिधै जान्छ नि त्यो यस्तो राइट लाग्यो भने थानथान जाने बाटो जस्तो लाग्यो कि यो बाटो हेर्दा आइसक्यो कि चढ न चढ किन ल है ल यति भयो नि भयो मासला त लोदर लाग्यो यार छ्या मासला तर दुःख पाइयो नि आज त यार अब न्युट्रलमा हिँडे अब फेरि यसको फुट ब्रेक हान्यो भने माटो मचक्कै जान्छ यार ओह्रालो रहेछ ओ मोहित मोबाइल कहाँ तिम्रो मोबाइल कहाँ ए ब्यागमा हो जाऊ स्पिडमा जाऊ सिधा बाटोमा फेरि ब्रेक नहान ह्यान्डल सिधा दायाँमा नगर न गाह्रो हुन्छ के फेरि उकालो हो यार यहाँबाट रफ्तार जाने अब बिस्तारै यता ल अहिले चाहिँ कति बज्यो 7 बजेर 13 मिनट गयो हामी चाहिँ बाटोमै छौँ के भन्छ चन्द्रवती नि हो
टक्क चन्द्रवतीमा चाहिँ हामी खाजा खाँदैछौँ। अब यस्तै छ एक्सट्रिमको साथमा चाउमिन। अब बिहान भात नखाएको झन् मैले समोसाको भरमा हिँडेको यो बल्ल 7:13 खानु बल्ल। आजको दिन पनि गयो। अनि बाइक चाहिँ बनेर भ्याएको छैन, बोलेरो बोलाएको छ। अब बोलेरोमा हालेर चाहिँ अब लाने। अब 7:13 अब त्यसलाई आउन आधी घन्टा लाग्छ अरे। आधी घन्टा अहिले त 8 बज्छ, घर पुग्दा 9। यस्तै छ अब। यस्तो छ माहौल। हाम्रो नयाँ सिएफ चाहिँ गाड भइसकेको छ। के सम्झुरबाट फर्केको आम त के छ त, के भन्नु छ त, कस्तो भयो आजको दिन? त्यसलाई गाह्रो छ। यस्तो छ। अब मोहित केमा जान्छौ? यहीँ पछाडि बसेर जाऊ सुतेर। यस्तो छ। अनि हामी चाहिँ यसरी टक्क दुईजना ल साउजी गाह्रो छ। अब गाडीबाट बोका झार्न लागेका छौँ। यस्तै छ गाह्रो। ठिक छ नि मोहित? सुतेर आयो कि के? हो ल, अब हामी चाहिँ जान लागिसकेका छौँ। अब यस्तै भयो। अब रातिको चाहिँ 8 साढे 8 भयो। अनि यता मोहितको बाइक चाहिँ यहाँ बोलेरोमा हाल्दैछ। अनि यताबाट चाहिँ नवराज र म चाहिँ दुईजना बाइकमा जान लाग्यो। अनि मेरो चाहिँ त्यो गक्स के भन्छ त्यो नदेखिने भएर चाहिँ मैले चाहिँ मोहितको हालेँ। हामी जाँदै गर्ने? ओ मोहित गयो है। लगेर हामी चाहिँ दुईजना चाहिँ दौडेको दौडै हो। अघि यस्तो साइको भएर चस्मा लाएर चलाएको थिएँ होइन। त्यो लाइटको अलिअलि देखेको थिएँ कि त्यो भरमा चलाएको आकुरी के भन्छ अरे बिरालोको बच्चा रहेछ। माछा म त चितुवा देखिरहेको क्या। धस्सेङै पारिदिएर यार सातो गयो यार। गाह्रो छ। अब रातिको 9 बजिसकेर हो। आजको राइड त अति भयो यो त मासला। बिरालोको बच्चा कति हो कि यो बाटोमा। हामी चाहिँ यहाँ भन्सार आइपुग्न लागेका छौँ। यो झुक्योमा बाटोले। दामी बनाएको यार यो बाटो।
हेट साइको रहेछ कुकुर त मा चेकिङ छ र Hey, म यहाँ अगाडि सुसु हानौँ न माछी कि बत्ताउन त मजा आहा बत्ताउन त मजा आहा कि आइसक्यो यहीँ त नि भन्सार त अब डेन्जर यो बाटोहरू लाइटहरू है दामी बनाएको है दामी बनाएको एउटा भिडियो खिच्न